सिम किन्नलाई टेलिकम जाँदा यस्तो भयो साथीहरू। हे गाइज वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म जाँदैछु बजार चाहिँ किन जान लाग्यो भन्नुहुन्छ होला। म चाहिँ दूरसञ्चार कार्यालय चाहिँ नेपाल टेलिकमको सिम झिक्न जान लागेको। अब बजार जाने भनेपछि चाहिँ रेडी ट्याकटुक परेर हिरो भनेर चाहिँ हामी लाग्यो दुईजना चाहिँ नेपाल टेलिकमको कार्यालयतिर। नेपाल टेलिकमको कार्यालय जानलाई चाहिँ तिन खोले गुम्बा हुँदै जान पर्ने हुन्छ। त्यसपछि हामी झरेर एकछिन सरकारी हस्पिटलको बाटो चाहिँ हिँड्न थाल्यौँ। ठ्याक्क लाएर एकैछिन हिँडिसकेपछि हामी पुग्यौँ नेपाल टेलिकमको कार्यालय भरतपुर। त्यसपछि हामी ठ्याक्क लाएर सिम झिक्ने ठाउँभित्रपट्टि ब्लक सीमा छिर्यौँ। ब्लक सीमा छिरेर हामीले चाहिँ अब के गर्ने, फर्म कसरी भर्ने भनेर चाहिँ एकदम फर्मसम्म मागेर भरिहाल्यौँ। फर्म भरिसकेपछि उता पैसा तिरेर चाहिँ सिमको नम्बरहरू चुज गर्न पर्ने हुँदो रहेछ। सिमको नम्बरहरू चुज गरेर एकछिन वेट गऱ्यौँ। हामी चाहिँ सबै अफिसियल कामहरू सकिसकेपछि चाहिँ हाम्रो हातमा सिम पर्यो साथीहरू। सिम परिसकेपछि हामी ट्याक्क लाएर बाहिर निक्लेको त पानी झमझम परिरहेको रहेछ। अब छाता उडेर भए पनि ब्याङ्कतिर जान पर्यो भनेर ब्याङ्कतिर लाग्यो। ब्याङ्कतिरबाट देखिने दृश्य चाहिँ यस्तो खतरा थियो साथीहरू। अनि त्यसपछि पैसा झिकेर फेरि हामी लाग्यौँ अब टेलिफोन खरिद गर्नतर्फ। अब सिम त किन्यो, टेलिफोन चाहियो। अनि फेरि ठ्याक्क लाएर यस्तो खालको टेलिफोन बोकेर ल्याइयो। अनि त्यसपछि हामी सबै सपिङ गरेर चाहिँ दाजुभाइ लागियो लखर 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 हिँडेर खाजा खानतर्फ। खाजा चाहिँ हामी के खाने भन्दै दाजुभाइ सल्लाह गर्दै थियौँ। त्यसपछि दाइले चाहिँ पुरी तरकारी खाऊँ न त भनेर पुरी तरकारी खानलाई जेरी पुरी पसलमा लिएर जानुभयो। खान चाहिँ गयो साथीहरू। पुरी त ठिकै थियो, तरकारीमा चाहिँ पानी मात्रै थियो साथीहरू। लास्ट भएर आजलाई चाहिँ साथीहरू बाई बाई।